आज मैले के काम गरेँ त त्यो थाहा पाउनको लागि फुल मिनी भ्लग हेर्नु होला। अल राइट गाइज, वेलकम टु माई मिनी भ्लग। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। बिहान लुगा धुन पर्दा त यति झ्याउ लाग्दैन कि साथीहरू, कुरै नगर्नु। झ्याउ लाग्ने मलाई मात्रै हो कि हजुरहरूलाई पनि हो? झ्याउ के गर्ने, लुगा त धुनै पर्यो। खेतमा पनि मकै छिपिएको रहेछ। अब त मकैलाई भाँच्ने पालो पनि आएछ। चाहिँ ढाकर र नाम्लो लिएर मकै भाँच्न हिँडेको। मम्मी चाहिँ अगाडि हिँड्नु भयो। भिडियो गराएर त भएन, मकै भाँच्न पर्यो। भर्खर भाँच्दै थिएँ, मम्मीले त आधी भाँचिसक्नु भयो। पनि के काम भनेर भाँचेर आए। मम्मीले चाहिँ अझैसम्म भाँच्दै हुनुहुन्छ। यो ढाकरको आँखा हेर्नुहोस्, यो ढाकरको बिल्ला चाहिँ नान्नुहोस्। त्यो पनि मकै बोक्न मिलेकै छ। मकै मार्न पर्यो। मम्मीले पनि ल्याउनु भयो। अझै एक फरे बाँकी छ मकै भाँच्नको लागि। यो खेतको पनि सकियो, अब मकै भाँच्न। खै अरू खेतमा पनि छ छन त उनीहरू हरियै छ, सो त्यही कारण जसलाई मकै भाँच्न सकियो। मम्मीले चाहिँ ठगै मार्दै हुनुहुन्छ। मकै बोकेपछि यति चिलाउँदैन कि साथीहरू, कुरै नगर। काम गरेपछि त पानी त पिउनु पर्यो नि, त्यही मकैलाई खोल्साउने। सो गाइज, आज चाहिँ खुसी कुरा छ। आजबाट 30 डे भ्लग च्यालेन्ज लिने निर्णय गरे। हेरौँ हजुरहरूले 30 डेसम्म कतिको सपोर्ट गर्नुहुन्छ। थाहा पाउनको लागि मैले 30 डे च्यालेन्ज लिएको। खाना खाएर हामी दुईजना लाग्यौँ जंगलतिर च्याउ खोज्नको लागि। घाम पनि यति लाग्छ कि मार्ला जस्तो गर्छ। जंगलमा पनि आइपुगे। हजुरहरूको घरतिर कतिको गर्मी छ। बल्ल बल्ल भेटाएको च्याउ, त्यही पनि नखाने च्याउ रहेछ। च्याउलाई पनि हेरेर चित्त बुझाएर फाले। मलाई त डराउँदियो कि हो भनेर कराएको आफ्नै बुढी रहेछ। खै च्याउ खै भनेर बसेको ठ्याक्कै छौडा भेटियो। यो च्याउको नाम भन्नै कमेन्ट अझै भेटाइन्छ कि भनेर हिँडेको। मयूरको पक्ष भेटाइ च्याउ नै छैन, के घुमेर बस्ने भनेर घर आए। च्याउ हेर्नुहोस्। साथीहरू भिडियो यति नै। भिडियो के जस्तो लाग्छ कमेन्ट गर्नु होला र नयाँ हुनुहुन्छ भने फलो पनि गर्नु होला। बाई बाई।